अर्कातिर रासपा सभापतिबाटै सहयोगको आश्वासन प्राप्त गरेपछि राप्रपा संसदीय दलको सर्वसहमत निर्णयले हामीले उपसभामुखमा उम्मेदवारी दिएका हौँ। सम्माननीय सभामुख महोदय, आजको हाम्रो उम्मेदवारीले राजनीतिकमा स्पष्ट कित्ता क्लियर बनाएको छ। हिजोका पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक फरक भए तापनि उनीहरूको बीचको नीतिगत सिद्धान्त र विचारको नाभि। अन्य साथीले कटाक्ष गर्नुभएछ त्यो मलाई उपयुक्त लाग्दैन। दोस्रो कुरा, हाम्रो पार्टीको जति विशाल जनमत छ त्योभन्दा विशाल हृदय हाम्रो पार्टीको सभापतिजीको छ, हाम्रो प्रधानमन्त्रीजीको छ। किनकि त्यो हामी सम्पूर्ण पार्टीको साथीलाई बडा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु कि हामी हरेक पार्टीसँग यो जस्ट सुरुवात थियो, सहकार्यको सुरुवात थियो, अन्तिम थिएन। हामी 5 वर्ष तपाईहरूसँग विभिन्न मुद्दामा सहकार्य गरेर नै देश बनाउन अगाडि बढ्छौँ। साथसाथै हामी तपाईहरूलाई के विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौँ कि हामी सबैजना देश बनाउन आएको छौँ। यो ऐतिहासिक संसद छ। ऐतिहासिक के मानेमा छ भने यो जेनजी आन्दोलनपछि आम निर्वाचन भएर जेनजी आन्दोलनमा शहादत प्राप्त गर्ने सम्पूर्ण वीर शहीदहरूप्रति म श्रद्धाञ्जली व्यक्त दिन चाहन्छु, पार्टीको तर्फ दिन चाहन्छु र साथसाथ जेनजीको प्रतिनिधित्वको लागि पनि हाम्रो पार्टी सदैव सजग र तत्पर छन्। हाम्रा प्रधानमन्त्री, हाम्रा आदरणीय सभापतिजी सबै त्यो विचार गरेर हाम्रो क्याबिनेटमा पनि त्यही तरहको प्रतिनिधित्व छ र संसदमा पनि त्यस्तै प्रतिनिधित्व हामी देखाउन खोजेको।